भाइ बहिनी नमस्कार। आजको भिडियोमा यहाँहरुलाई स्वागत छ। आज हामीले क्लास 12 को कस्ट एन्ड टेन्डर सिट जुन हामीलाई एक्जाममा लङ क्वेशनमा पनि सोध्छ, यसबाट चाहिँ क्वेशन है, यो चाहिँ आजको भिडियोमा डिस्कस गर्ने छौं। यो च्याप्टरबाट हामीलाई 8 मार्क्स को क्वेशन चाहिँ सोध्छ। अब यस च्याप्टरमा हामीले खास गरी एउटा क्वेशन लिएका छौं। यो ओल्ड इज गोल्डबाट हो। 2080 जीआई सेट बी क्वेशन नम्बर 22 भन्ने सालमा चाहिँ क्वेशन नम्बरबाट चाहिँ हामीलाई चाहिँ यो क्वेशन सोधेको छ है। अब यो क्वेशन अलिकति ओल्ड इज गोल्डमा हेर्दाखेरि अलिकति टफ खालको जस्तो पनि छ। धेरै भाइ बहिनीहरु कन्फ्युज पनि हुनुहुन्छ। त्यसैको लागि हामीले आजको भिडियोमा यो क्वेशन चाहिँ छलफल गर्नेछौं अथवा सोलुसन गर्नेछौं है त। अब के भनेको छौं क्वेशन तपाईहरुले ओल्ड इज गोल्डमा पनि हेर्न सक्नुहुनेछ र यहाँ क्वेशन तपाईहरुले पनि देख्न सक्नुहुनेछ। के भनेको छ यहाँ पहिला क्वेशन बुझौं है त राम्रोसँग। अ प्रोडक्सन कम्पनी सो द फलोइङ डिटेल्स अफ इट्स प्रोडक्सन कस्ट फर 5000 युनिट भनेको छ है। 5000 युनिट को चाहिँ हामीले प्रोडक्सन कस्ट दिएको छ। जसभित्र हामीलाई डाइरेक्ट मेटेरियल्स दिएको छ 1,50,000 अनि डाइरेक्ट वेजेस दिएको छ हामीलाई 2 लाख। त्यसपछि फ्याक्ट्री ओभरहेड्स भनेर हामीलाई 50,000 दिएको छ र अफिस ओभरहेड भनेर रुपैयाँ 40,000 दिएको छ। यसमा हामीलाई प्रॉफिट 25% अन सेल्स भनेको छ। जुन हाम्रो सेल्स निकालिन्छ त्यसको 25% चाहिँ हाम्रो प्रॉफिट हो भनेर हामीलाई यो क्वेशनले जानकारी गराएको छ है त। अब हामीले कस्ट शीटमा के एक्सपेन्सहरु राख्ने, कुन ओभरहेडहरु राख्ने र टेन्डर शीटमा कुन ओभरहेडहरु राखेर चाहिँ हामीले निकाल्न सकिन्छ भन्ने कुरा बुझौं है। खास गरी हामीलाई कस्ट शीटमा है अथवा कस्ट शीट निकाल्नको लागि जुन एक्सपेन्सहरु अथवा चाहिँ ओभरहेडहरु दिएको छ त्यो ओभरहेडहरु राखेपछि हामीले कस्ट शीट निकाल्छौं। त्यसपछि हामीलाई कस्ट शीटमै दिएको ओभरहेडको जुन हेडिङहरु छ त्यति मात्रै निकाले हुन्छ हामीले हैन। जस्तो यहाँ हेर्नु है, डाइरेक्ट मेटेरियल दिएको छ, डाइरेक्ट वेजेस दियो, फ्याक्ट्री ओभरहेड दियो, अफिस ओभरहेड दियो। यहाँ चाहिँ अरु क्वेशनमा जस्तो हामीलाई सेलिङ ओभरहेड दिएन हैन। अब यो नदिइसकेपछि हामीले अब खोज्ने कुरा भएन र टेन्डर शीट निकाल्दाखेरि पनि हामीले सेलिङ ओभरहेड निकाल्न परेन। त्यही भएर अफिस ओभरहेड सम्म मात्रै हामीले निकाले हुने भयो है त। ल यसपछि हामीलाई के भनेको छ क्वेशन थप हेर्नु। द कम्पनी वान्ट्स टु एस्टिमेट, हामीलाई टेन्डर शीट पनि भन्न सक्छ, कहिलेकाहीँ एस्टिमेट कस्ट पनि भन्न सक्छ है। त्यो भने पनि हामीले टेन्डर शीट हो भनेर बुझ्न पर्यो। द कम्पनी वान्ट्स टु एस्टिमेट द टोटल कस्ट एन्ड टेन्डर प्राइस। टोटल कस्ट निकाल्ने, त्यसपछि टेन्डर प्राइस निकाल्ने है। फर 2000 युनिट हामीलाई चाहिँ कस्ट शीट चाहिँ 5000 युनिट को भनेको छ, टेन्डर शीट चाहिँ 2000 युनिट को। हामीलाई माथि युनिट दिइसकेपछि हामीले केही न केही निकाल्न पर्ने हुन्छ अथवा वर्किङ नोट बनाउनु पर्ने हुन्छ भनेर बुझ्न पर्यो है। अथवा सरासर सबै हेडिङहरु एक्सपेन्सहरु दिएको भए फरक हामीले त्यो एक्सपेन्स मात्र राख्न मिल्थ्यो, राखेर गरिन्थ्यो। जब हामीलाई सुरुमै क्वेशनमा नै युनिट भनेर तोकेको छ अथवा कस्ट शीटको युनिट र टेन्डर शीटको युनिट भनेको छ भने चाहिँ हामीले चाहिँ कुनै न कुनै हिसाबले चाहिँ वर्किङ नोट बनाउनु पर्छ भनेर चाहिँ बुझ्न पर्यो है। यो त भयो तपाईहरुले कस्ट शीट र टेन्डर शीट छुट्याउने कुरा। टेन्डर शीट चाहिँ हाम्रो एस्टिमेसन कस्ट भन्न सक्छ अथवा चाहिँ टेन्डर प्राइस भन्न सक्छ अथवा चाहिँ जुनसुकै हिसाबले चाहिँ हामीले भन्छ त्यो क्वेशन चाहिँ हामीले चाहिँ बुझ्न पर्यो है। इट इज एस्टिमेटेड दैट भनेर हामीलाई के भन्यो त भन्दा र मेटेरियल विल बी इन्क्रिज्ड बाइ 10% भन्यो। अब यसमा चाहिँ हामीले र मेटेरियल त हामीले दिएको छैन माथि त हेर्नु हैन। र मेटेरियल भनेपछि डाइरेक्ट मेटेरियल हो भनेर बुझ्न पर्यो। त्यसपछि अब डाइरेक्ट मेटेरियलमा 10% ले इन्क्रिज हुन्छ भनेको छ। फेरि धेरैले फेरि के गर्नुहुन्छ, यो 1,50,000 छ नि, यसमा चाहिँ 1,50,000 नै के 1,50,000 मा 10% इन्क्रिज गरेर राख्नुहुन्छ। तर त्यसरी गर्ने होइन है। अनि वेजेस रेट विल बी इन्क्रिज बाइ 20%। यसमा वेजेस रेट भनेपछि हामीले के बुझ्नु पर्यो त भन्दा डाइरेक्ट वेजेस भन्न पर्यो है। अब डाइरेक्ट वेजेस मा 20% ले इन्क्रिज हुन्छ भनेको छ। यसमा पनि हामीले वर्किङ नोट बनाएर निकाल्न पर्यो। पहिला चाहिँ हाम्रो कस्ट शीटको चाहिँ कस्ट पर युनिट निकाल्ने, त्यसपछि त्यसमा चाहिँ 10 र 20% चाहिँ इन्क्रिज गर्ने हो। त्यसपछि ओभरहेड्स अरु दिएको छ। ओभरहेड्स फ्याक्ट्री ओभरहेड्स अन द बेसिस अफ यसरी This is raw material र wages भइसकेपछि overheads are allocated as under भनेर हामीलाई चाहिँ अरु कुराहरु दिएको छ, अरु वर्किङ नोटहरु दिएको छ।
भनेको फ्याक्ट्री ओभरहेड अन द बेसिस अफ डाइरेक्ट वेजेस है। अब फ्याक्ट्री ओभरहेड हामीले डाइरेक्ट वेजेसको बेसमा चाहिँ अथवा बेसिसमा चाहिँ निकाल्नु पर्यो। एन्ड अफिस ओभरहेड अन द बेसिस अफ फ्याक्ट्री कस्ट हैन। अफिस ओभरहेड र अफिस ओभरहेड मतलब यसमा सेलिङ ओभरहेड दिएको छैन। अफिस ओभरहेड अन द बेसिस अफ फ्याक्ट्री कस्ट भनेको छ। रिक्वायर्डमा कस्ट सिट र टेन्डर सिट बनाउन भनेको छ हामीलाई है त। अब हामीले कस्ट सिट बनाउनुतिर लागौँ है। अब कस्ट सिटको फर्मेट हुन्छ हामीलाई यहाँ दिएको छ, हामीले यसरी बनाइएको छ, तपाईहरुले बनाउन सक्नुहुन्छ सँगसँगै। अब सुरुमा हामीले मेटेरियलसँग रिलेटेड कुराहरु राख्न पर्यो है। के दिएको छ त भन्दा डाइरेक्ट मेटेरियल भनेर दिएको छ हामीलाई 1,50,000। त्यसपछि हामीलाई अर्को दिएको छ डाइरेक्ट वेजेस। डाइरेक्ट मेटेरियल र डाइरेक्ट वेजेस राखेपछि हाम्रो के आउँछ त भन्दा तपाईलाई थाहा छ यसमा 2 लाख दिएको छ। यो राखिसकेपछि हाम्रो आउँछ 3,50,000। 3,50,000 हाम्रो के भयो त भन्दा ए नम्बरमा प्राइम कस्ट आउने भयो। अब यसमा अब कस्ट सिट अथवा टेन्डर सिटमा सबै एक्सपेन्सहरु जोड्ने हो, यहाँहरुलाई थाहा छ हैन। खास गरी हामी यसमा एक्जाम ओरिएन्टेड क्वेशन मात्रै गरिया छ यस भिडियोमा। अब यसमा अर्को एक्सपेन्स दिएको छ फ्याक्ट्री ओभरहेड। फ्याक्ट्री ओभरहेड दिएको छ हामीलाई 50,000 दिएको छ। भनेपछि यो 50,000 जोड्नुस्। 50,000 जोडेपछि हाम्रो 4 लाख हो। यसमा हामीलाई आयो बी नम्बरमा आयो के आयो त भन्दा फ्याक्ट्री कस्ट आयो। त्यसपछि हाम्रो फ्याक्ट्री कस्टमा के एड गर्न पर्यो त भन्दा अफिस ओभरहेड अथवा अफिस एक्सपेन्स जोडिसकेपछि हाम्रो के आउँछ अफिस ओभरहेड दिएको छ हामीलाई 40,000। यसलाई 40,000 लाई एड गर्नुस्। गरेपछि हाम्रो टोटल कति आउँथ्यो 4,40,000। यो खास हाम्रो कस्ट अफ प्रोडक्सन आयो हैन। कस्ट अफ प्रोडक्सन सुरुमा हाम्रो डाइरेक्ट मेटेरियल अथवा डाइरेक्ट एक्सपेन्स, त्यसपछि फ्याक्ट्री ओभरहेड, त्यसपछि अफिस ओभरहेड, त्यसपछि हाम्रो सेलिङ ओभरहेड हो। तर यसमा हामीलाई यो क्वेशनमा सेलिङ ओभरहेड दिएको छैन। स्टेप बाइ स्टेप हामीले अफिस ओभरहेड के अरे एक्सपेन्सहरु राखिसकेपछि हाम्रो चाहिँ टोटल कस्ट निस्किन्छ है त। कस्ट अफ प्रोडक्सन भन्छ अथवा कस्ट अफ गुड्स सोल्ड यसैलाई माने पनि भयो, अथवा अरु एक्सपेन्स नदिएपछि टोटल कस्ट नै यही भइहाल्यो है। फेरि हाम्रो सेलिङ ओभरहेड दिएको भए पनि यसमा हामीले चाहिँ के गरिन्थ्यो त भन्दा एड सेलिङ ओभरहेड गरिन्थ्यो। त्यसपछि हाम्रो बल्ल टोटल कस्ट आउँथ्यो। यो नै हाम्रो 4,40,000 के भयो त टोटल कस्ट भयो। अब यसमा हाम्रो प्रॉफिट निकाल्ने हो। क्वेशनले दिएको छ नि हेर्नु त 25% अन सेल्स भनेको छ। अब यसमा एड प्रॉफिट गर्ने। अब 25% अन सेल्स भनेको छ। सेल्स त हामीले निकालिएको छैन, बल्ल निकाल्ने हो। त्यसको लागि चाहिँ हामीले के गर्ने त भन्दा फर्मुला युज गर्नुपर्छ हामीले है। कुनै कुनै क्वेशनले 25% अन सेल्स के अरे 25% अन टोटल कस्ट पनि भन्न सक्छ। टोटल कस्ट भन्यो भने त हाम्रो सिधै यो 4,40,000 जति चाहिँ टोटल कस्ट हामी जति निकालिन्छ त्यसैमा पर्सेन्टेजले मल्टिप्लाई गरिसकेपछि हुन्छ। अब हामीलाई सेल्स भनिसकेको छ। सेल्स भनिसकेपछि हामीले के गर्ने त भन्दा हामीले एउटा फर्मुला राख्न पर्छ। त्यसमा फर्मुला के हो त भन्दा टीसी टोटल कस्ट इन्टु पर्सेन्टेज अफ प्रॉफिट। जति पर्सेन्टको प्रॉफिट दिएको छ ए पर्सेन्टेज दिएको छ त्यो राख्न पर्यो। डिवाइड बाइ 100 माइनस पर्सेन्टेज अफ प्रॉफिट राखिसकेपछि हाम्रो के आउँछ प्रॉफिट निकाल्नुहुन्छ है त। त्यसको लागि कति छ
हेर्नु है टोटल कस्ट हामीले भर्खरै निकालियो 4,40,000 40,000 इन्टु पर्सेन्टेज अफ प्रफिट हामीलाई 20% दिएको छ डिभाइड बाई 100 भइहाल्यो 100 माइनस यही पर्सेन्टेज राखिदिने 25%। यो राखिसकेपछि अब क्याल्कुलेट तपाईहरुले क्याल्कुलेटर थिच्नुस् यो सबै गर्दाखेरि हाम्रो कति आउँछ भन्दा 1,46,066.66 आउँछ यसलाई 667 गराइदिनुस् है 1,46,667 गराइदिसकेपछि हाम्रो के आउँछ हाम्रो सेल्स आउने भयो सेल्स प्राइस आउने भयो कति आयो त हेर्नु त यसमा आयो 5,86,667 हाम्रो चाहिँ सेल्स आयो है अब यति गरिसकेपछि हाम्रो यो के हो त कस्ट सिट चाहिँ तयार भयो है अब कस्ट सिट तयार पारिसकेपछि अब हामीले केही वर्किङ नोटहरु बनाउनु पर्ने हुन्छ जहिले पनि हामीले पर्सेन्टेज निकाल्ने बेलामा वर्किङ नोट बनाउने बेलामा यसैको डाटा युज गर्ने हो कस्ट सिटकै डाटा युज गर्ने हो हामीले है जहिले पनि पर्सेन्टेजहरु अथवा वर्किङ नोट बनाउँदा तपाईहरुले याद गर्नुपर्ने कुरा के त भन्दा कस्ट सिटको डाटाकै आधारमा बनाउने हो त्यसको लागि अब हामीले एउटा वर्किङ नोट बनाउँ है अब के भनेको छ त भन्दा सुरुमा तपाईहरुले क्वेशन हेर्नु है ओल्ड स्कुल तपाईहरुसँग छ होला वर्किङ नोट बनाउनु पर्यो है वर्किङ नोट बनाउँदा हामीलाई सुरुमा के भनेको छ त भन्दा र मटेरियल विल बी इन्क्रिज बाइ 10% भनेको छ हैन त्यसको लागि के गर्ने त पहिला मटेरियल कस्ट पर युनिट निकाल्ने अब सुरुमा हाम्रो कस्ट सिटको डाटा हेर्नु है कस्ट सिटमा हामीलाई के भनेको छ त भन्दा डाइरेक्ट मटेरियल हामीलाई कति दिएको छ 1,50,000 दिएको छ है त्यसमा चाहिँ हाम्रो प्रोडक्सन युनिट कति हो भन्दा 5,000 युनिट हो भनेको रुपैयाँ 30 आयो हैन अब यसमा के भनेको छ त भन्दा कति पर्सेन्ट इन्क्रिज हुन्छ भनेको छ भन्दा 10% इन्क्रिज हुन्छ भनेको छ भनेपछि 30 प्लस 10% अफ 30 गर्दाखेरि यो 30 भइहाल्यो प्लस यो 30 को 10% भनेको 3 हुन्छ टोटल हाम्रो रुपैयाँ 33 भयो अब यसैमा हामीले टेन्डर सिटको जुन युनिट छ नि त्यहाँ मल्टिप्लाई गरेपछि हाम्रो के आउने भयो डाइरेक्ट मटेरियल आउने भयो है अब त्यसैगरी बी नम्बरमा सोधेको छ फेरि अब हामीले निकाल्न पर्यो वेजेस रेट अथवा वेजेस कस्ट पर युनिट निकाल्न पर्यो हाम्रो कति छ भन्दा डाइरेक्ट वेजेस अथवा डाइरेक्ट वेजेस दिएको छ हेर्नु 2 लाख छ 2 लाख डिवाइड बाइ 5,000 युनिट हो है भने कति आउँछ भन्दा रुपैयाँ 40 आउँछ अब 40 मा चाहिँ 20% इन्क्रिज हुन्छ भनेको छ हैन 20% अफ 40 इन्क्रिज हुन्छ भनेपछि प्लस गर्नु पर्यो है जहिले पनि डिक्रिज हुन्छ भने वा फेरि माइनस गरिन्थ्यो फेरि रुपैयाँ 40 प्लस यस कति हुन्छ 40 को 20% भनेको रुपैयाँ 8 हुन्छ रुपैयाँ 48 भयो है अब यो त भयो हामीलाई चाहिँ कस्ट पर युनिट निकालेर त्यसमा इन्क्रिज गरिसकेपछि हामीले चाहिँ टेन्डर सिटको चाहिँ कस्ट निकालिने भयो अब है भनेपछि अझै हाम्रो वर्किङ नोट बाँकी छ नि त त्यसमा के भन्छ अरु ओभरहेडहरु कुन छ कुन छ त भन्दा फ्याक्ट्री ओभरहेड र हाम्रो अफिस ओभरहेड बाँकी छ अब त्यसको वर्किङ नोट बनाऊँ अब त्यसमा के दिएको छ भन्दा अब हामीले जहिले पनि पर्सेन्टेज अफ फ्याक्ट्री ओभरहेड है निकाल जहिले पनि अब कस्ट सिट अनुसार भ्यालु राख्न पर्यो है कस्ट सिटको भ्यालु कति छ त भन्दा फ्याक्ट्री ओभरहेड राख्न पर्यो फ्याक्ट्री ओभरहेड डिवाइड बाइ के को आधारमा भनेको छ भन्दा डाइरेक्ट वेजेस भनेको छ वेजेस है कस्ट सिटको है कस्ट सिट हेर्नु वहाँ झुकिनु भएन यसमा पर्सेन्टेज निकालेर इन्टु 100 गर्दै भइहाल्यो त्यसपछि के छ त
फ्याक्ट्री ओभरहेड चाहिँ रुपिस 50,000 छ हेर्नु 50,000 दिएको छ नि कस्ट सिटमा है त्यसपछि हाम्रो डाइरेक्ट वेजेस चाहिँ 2 लाख दिएको छ इन्टु 100 गर्दाखेरि हाम्रो कति आउँछ त भन्दा 25% आउँछ 25% आयो है अझै अर्को बाँकी छ एउटा वर्किङ नोट पर्सेन्टेज अफ अफिस ओभरहेड फेरि हाम्रो कस्ट सिटकै डाटा हेर्नु पर्यो है भनेको अफिस ओभरहेड के को आधारमा भनेको छ हेर्नु त एकचोटि अफिस ओभरहेड on the basis of factory cost into 100% निकाल्नलाई भनेपछि हामीले कति दिएको छ भ्यालु हेर्नु त अफिस ओभरहेड छ 40,000 फ्याक्ट्री कस्ट फ्याक्ट्री ओभरहेड हैन है फ्याक्ट्री कस्ट हेर्नु पर्यो तपाईहरुले जुन फ्याक्ट्री ओभरहेड जोडिसकेपछि आएको छ नि भनेको रुपिस 4 लाख छ हैन इन्टु 100 गर्दा कति आयो भने 10% आयो अब यो एउटा अब यो युनिट निकालिया छ हैन कस्ट पर युनिट छ यसमा चाहिँ हाम्रो टेन्डर सिटको जति युनिट दिएको छ कति युनिटको चाहिँ टेन्डर सिट निकाल्ने टेन्डर प्राइस निकाल्ने भनेको छ नि त्यसैसँग मल्टिप्लाई गर्ने यसमा चाहिँ अब यो मल्टिप्लाई गर्दाखेरि फेरि हामीले के को आधारमा गर्ने त भन्दा टेन्डर सिटको डाटाको आधारमा जहिले पनि पर्सेन्टेज निकाल्ने यो बुझ्नु पर्यो है तपाईले पर्सेन्टेज निकाल्दा कस्ट सिटको आधारमा र त्योसँग मल्टिप्लाई गर्दाखेरि चाहिँ हाम्रो टेन्डर सिटकै डाटा अनुसार गर्नु पर्यो ल अब चाहिँ टेन्डर सिटको चाहिँ फर्मेट बनाउनु है मैले यहाँ बनाइसकेको छु तपाईहरुले पनि यसलाई बनाउनु होला अब हाम्रो सेम फर्मेटहरु केही चेन्ज छैन सुरुमा राख्नुस् डाइरेक्ट मटेरियल कति निकालिया थियो हाम्रो रुपिस 33 निकालिया छ है अहिले नयाँ हेर्नुस् अब इन्टु कति युनिटको बनाएको छ भन्दा हाम्रो 2000 युनिटको हो 2000 युनिटको हो नि त्यही भएर चाहिँ हाम्रो 33 इन्टु 2000 गर्न पर्यो 2000 चाहिँ कति हुने भन्दा 66,000 हुने भयो है त्यसपछि अर्को छ डाइरेक्ट वेजेस कति निकाल्ने छ रुपिस 48 निकाल्ने छ हामीले फेरि 2000 युनिट के गर्न पर्यो अघि मैले भनेको थिएँ नि युनिट दिएपछि केही न केही गर्नुपर्छ भनेर यसरी चाहिँ निकाल्न पर्यो है मैले 96,000 को यसमा हैन अब यो टोटल गर्नुस् कति आयो त भन्दा 1,62,000 आयो है तपाईले क्याल्कुलेट गर्न सक्नुहुन्छ हाम्रो ए नम्बरमा आयो के आयो त भन्दा यो प्राइम कस्ट हो हाम्रो कस्ट सिटमा जे डाटा जुन कस्ट निकालिन्छ टेन्डर सिटमा पनि त्यही नै हो निकाल्ने अब यसमा एड फ्याक्ट्री ओभरहेड अब फ्याक्ट्री ओभरहेडको हामीले माथि वर्किङ नोटमा पर्सेन्टेज निकालिया छ हैन अब त्यो पर्सेन्टेज कसरी गर्ने त भन्दा कति पर्सेन्ट आछ नि त 25% इन्टु अब के को आधारमा भनेछ फ्याक्ट्री ओभरहेड डाइरेक्ट वेजेसको आधारमा भनेछ भनेपछि डाइरेक्ट वेजेस त हाम्रो 96,000 हो नि यो पर्सेन्टेज हामीले निकाल्यो कस्ट सिटको आधारमा मल्टिप्लाई गर्दा यी हाम्रो के को आधारमा गरिन्छ भन्दा टेन्डर सिटको आधारमा है कति आउँछ भन्दा हाम्रो 24,000 आयो 24,000 गरिसकेपछि हाम्रो कति आउँछ 1,86,000 आयो यो हाम्रो आयो के आयो त भन्दा बी नम्बरमा फ्याक्ट्री कस्ट आयो फेरि यसमा एड गर्न पर्यो अफिस ओभरहेड कति भनेछ त भन्दा कति पर्सेन्ट निकालिया छ हेर्नुस् यसमा त हामीलाई वर्किङ नोट बनाउन भनेको थियो नि हैन 10% इन्टु कति छ के को आधारमा भनेछ भन्दा फ्याक्ट्री कस्ट ए पर्सेन्टेज हाम्रो कस्ट सिटको आधारमा निकालियो अब मल्टिप्लाई गर्दा हाम्रो फ्याक्ट्री कस्ट भनेको चाहिँ टेन्डर सिटको गर्नु पर्यो 1,86,000 को कति आयो 18,600 आयो यही राखे पनि भयो यता पनि राखिदिनुस् हैन
अब हाम्रो टोटल कति आयो 2,04,600 आयो है। यो भयो हाम्रो के त भन्दा कस्ट अफ प्रोडक्सन है, अथवा यो कस्ट अफ गुड्स सोल्ड तपाईले जे भन्नुस्, अथवा तपाईहरुको टोटल कस्ट। अब यसपछि केही छैन नि त, त्यही भएर टोटल कस्ट यही भइहाल्यो है, यसैलाई मान्न पर्यो। अब यसमा चाहिँ तपाईहरुले के गर्नु भन्दा प्रॉफिट जोड दिने। अब टेन्डर सिटको प्रॉफिट पर्सेन्टेज त हामीलाई दिया छैन, तर चाहिँ हामीले के गर्ने त भन्दा पर्सेन्टेज माथि जुन कस्ट सिटको दिया छ नि त्यही पर्सेन्टेजको आधारमा हामीले के गर्ने त भन्दा प्रॉफिट निकाल्दिने है। प्रॉफिट निकाल्न के गर्ने त, अघि सेम फर्मुला, किनकि सेल्सको आधारमा बनाएको छ। टोटल कस्ट भनेको भए सिधै यसैमा पर्सेन्टेज मल्टिप्लाई गरे हुन्थ्यो। अब सेल्स भनिसकेपछि हामीले के निकाल्ने त भन्दा टोटल कस्ट इन्टु पर्सेन्टेज अफ प्रॉफिट, माथि जुन राखेको छ त्यही फर्मुला 100 माइनस पर्सेन्टेज अफ प्रॉफिट, यसरी हामी चाहिँ गर्नु पर्यो है। अब कति छ त डाटा हेर्नु है, भ्यालु कति छ। अब टोटल कस्ट कति छ भन्दा भर्खर निकाल्यो नि 2,04,600 इन्टु 25 डिभाइड बाई 100 माइनस 25 गर्दाखेरि हाम्रो कति आउँछ त भ्यालु हेर्नु त, हाम्रो आउँछ 68,200 आउँछ है। तपाईले निकाल्नु होला। यसलाई एड गर्नुस् 200, यो सबै एड गरिसकेपछि हाम्रो के आउने भयो त भन्दा टेन्डर प्राइस आउने भयो है। यो टोटल कति भयो 2,72,800 आयो। यो नै हाम्रो के भयो त भन्दा टेन्डर प्राइस भयो। टेन्डर सिटमा हाम्रो टेन्डर प्राइस आउँछ, कस्ट सिटमा हाम्रो सेल्स प्राइस आउँछ है। चाहिँ तपाईले छुट्याउनु पर्यो। ल यसमा चाहिँ कुनै कन्फ्युजन छ केही छ भने तपाईहरुले कमेन्ट सेक्सनमा आफ्नो कमेन्ट भन्न सक्नुहुनेछ, लेख्न सक्नुहुनेछ। र अरु कुनै भिडियोहरु तपाईहरुलाई बनाउन पर्यो अथवा चाहिँ कुनै क्वेशन कन्फ्युजन छ भने तपाईहरुले मेन्सन गर्नु होला, मैले चाहिँ त्यसमा भिडियो बनाएर तपाईहरुलाई सहयोग गर्न सक्नेछु है। ल आजको लागि यति नै।